आजकल पोखराको मौसम के भएको छ हेर्नुहोस् त 2-3 बजेसम्म मजाले चर्को हात डढ्ने गरेर घाम लाग्छ। फेरि 3-4 बजेपछि पानी परेर चिसो भएर कठाङ्ग्रेर चौपट हुने हैन। चिसो भएर रुगाखोकी लागिरहेछ नि नकठाङ्ग्रिए पनि है। यसको सोलुसनको लागि हामीले चिन्ता नलिनु होला। हामीले यो ज्याकेट लिएर आएको छौँ समरमा लाउने एकदमै पातुलो ज्याकेट, सिंगल लेयर ज्याकेट एकदम आनन्द हुने ज्याकेट। तपाईँ घाममा लाउँदा हात नडढ्ने समस्याबाट बस्ने र पानी पर्यो भने चिसोबाट बस्ने यो हेर्नुहोस् त विन्डप्रुफ ज्याकेट आएको छ। यसमा हामीले 3टा कलर लिएर आएको छौँ। एउटा मैले लगाइरहेको ग्रीन कलर हेर्न सक्नुहुन्छ। यसमा हामीले अर्को ग्रे कलर लिएर आएका छौँ हेर्नुहोस् त यो ग्रे कलर र यसै गरी ब्ल्याक कलर लिएर आएका छौँ। यो सेप पनि एकदमै पर्फेक्ट छ, तपाईँले हेर्न सक्नुहुन्छ। मैले ग्रीन कलरको सेपमा हेर्नुहोस् त यसमा डबल चेन रहेछ खल्टीमा मोबाइल पर्स राख्नलाई र यसमा एडजस्टेबल यहाँ डोरी पनि रहेको छ। यो एडजस्ट गर्न मिल्ने हेर्नुहोस् त सानो ठुलो गर्न मिल्ने र हातमा यो चार डिजाइन छ, इलास्टिक छ र टोपी हेर्नुहोस् त यो वाला डिजाइन। सेपको लागि त भन्नै परेन हेर्नुहोस् त। मैले यो चाहिँ लार्ज साइज लगाइरहेको छु। यसमा मिडियमबाट आएको छ, डबल एक्सएल 3XL सम्म आएको छ यसको साइज चाहिँ। तपाईँले साइजको लागि ढुक्क हुनु होला, क्वालिटीको लागि ढुक्क हुनु होला। एकदमै राम्रो छ, सिंगल लेयर हो यो चाहिँ हेर्नुहोस् त। विन्डप्रुफ टोटली विन्डप्रुफ गर्छ, एकदमै राम्रो छ। र तपाईँलाई अलिक गर्मीमा हेर्नुहोस् त हात डढ्दाखेरि फेरि गर्मी भएर आत्तिनु होला। यसबाट बाफ निस्किन्छ, तातोपन निस्किन्छ, जाली छ यसमा, एकदमै राम्रो रहेको छ। डिजायर पोखरामा आएर तपाईँलाई यस्तो बेस्ट क्वालिटीको ज्याकेट लिन सक्नुहुन्छ अथवा अनलाइन अर्डर डिजायर पोखरा गर्न सक्नुहुन्छ। बेस्ट क्वालिटीको ज्याकेट रहेको छ। सेप वाइज हेर्नुहोस् त एकदमै